यो फ्लाइओभर हेरेर थाहा पाइसक्नुभयो कि हामी कहाँ छौँ भनेर होइन। जाउँ जाउँ चाबेलकै हो। अहिले चाहिँ हामी चाबेल आइसकेको छौँ होइन। चाबेलबाट चाहिँ हामी झरेर पनि अब हामी साथीको गाडीको लागि चाहिँ हामी पारीबाट चाहिँ वारी आइसकेको छौँ होइन। किनभने त्यो चाहिँ पारीबाट वारी आएपछि मात्रै वारीको हामीले चाहिँ साथीको गाडी डाइरेक्ट पाउँछ। हामी चाहिँ साथीको गाडी चढ्दैछौँ है। साथीको बस स्ट्यान्डमा आएर झरिसकेको छौँ होइन। यहाँसम्म आउनको लागि चाहिँ अराउन्ड चाबेलबाट चाहिँ 30-45 मिनट लाग्यो होइन। अनि हामी चाहिँ आइसकेको छौँ। यो चाहिँ साथीको बस पार्क। यो चाहिँ हाम्रो फेरि उतै जानु लागिसकेको छ रिटर्न। बिहानको ब्रेकफास्ट चाहिँ हामी बाटैमा हाल्दैछौँ गाइस। तातो तातो डुनट होइन, साथीको डुनट त्यो पनि तातो तातो छ। देख्नु सक्नुहुन्छ होइन। हामी चाहिँ यताबाट आयौँ अनि त्यसपछि हामी चाहिँ यो बाटोबाट जान्छौँ होइन। यो गोरेटो बाटोबाट गाइस हामी चाहिँ हिँड्दा यति गाह्रो भइसक्यो होइन। यहीँबाट फर्किउँ जस्तो भइसक्यो तर हामी गिभअप गरेको छैनौँ है। यो मनुचित आउनको लागि चाहिँ यस्तो प्रिपेयर भएर आउनुहोस् कि तपाईँहरू। यति गाह्रो छ, यति उकालो छ, ननस्टप उकालो, मर्नु मात्रै बाँकी छ यहाँनिर। गाइस हामी मनुचितको लागि चाहिँ टिकट काट्नुपर्ने रहेछ। 100 रुपिस दिनुपर्ने रहेछ पर पर्सन। मेरो नामबाट जयन्ती राई 100 रुपियाँ। हामी 5 जना छौँ। हामीले 500 चुना लागेर त्यसपछि हामी यो नेसनल पार्कभित्र पसिसकेको छौँ मनुचितको एरियामा होइन। सुतको लागि हजुर। अनि हामी यो उकालो जाँदैछौँ है। आमामा यस्तो गाह्रो भइसक्यो। हे एभ्रिवान, वेलकम टु माई ब्लग। आफ्टर लङ टाइम चाहिँ मैले भ्लग लिएर आउन खोजिरहेको छु होइन। अनि आज चाहिँ विशेष गरी हामी बाहिर जान लागेको छौँ हाइकिङ। म प्रायः जस्तो हाइकिङकै भिडियोहरू हालिरहेको हुन्छु तर पनि आज चाहिँ फेरि हामी हाइकिङ जान लागिरहेको छौँ मणिचुक डाँडामा होइन। अनि सो म चाहिँ घरबाट बाहिर निस्किसकेँ। आज सबैभन्दा ढिलो चाहिँ म भएको थिएँ घरबाट। अनि त्यही भएर चाहिँ मैले घरबाट भ्लग स्टार्ट गरिनँ। ल सबैजना आइसकेको छौँ है। मलाई निकाल्दैन क्याब। अहिले भरे मागौँ ल। हाम्रो ग्याङ चाहिँ यति नै हो। भक्तपुर भन्ने सुन्यो नि त। यो फ्लाइओभर हेरेर थाहा पाइसक्नुभयो कि हामी कहाँ छौँ भनेर होइन। हामी अलरेडी यहाँनिर हामी चाहिँ कहाँ छौँ भने गौरखुमा छौँ। क्या अरे गौरखुमा चाहिँ साथीको गाडी चाहिँ डाइरेक्ट लाग्छ। सो हामी चाहिँ अब गाडीलाई पर्खिरहेको छौँ होइन। अनि त्यही हो, सबैजना भेट भइसकेको। आज हामी 5 जना हो नि त नि। अनि चाबेलकै हो। हामी चाहिँ अहिले मसँगै छ रेडकोट। हामी चाहिँ अहिले चाबेलको गाडी चढिसकेको छौँ। कहाँबाट भन्दाखेरि गौरखुबाट है। अन्त हामी साथी फेरि अनै भएको छैन कि अन भएर रहेछ। सृजना अहिले चाहिँ हामी चाबेल आइसकेको छौँ होइन। चाबेलबाट चाहिँ हामी झरेर पनि अब चाहिँ हामी साथीको गाडीको लागि चाहिँ हामी पारीबाट चाहिँ वारी आइसकेको छौँ होइन। किनभने त्यो चाहिँ पारीबाट वारी आएपछि मात्रै वारीको हामीले चाहिँ साथीको गाडी डाइरेक्ट पाउँछ। हामी चाहिँ साथीको गाडी चढ्दैछौँ है। हामी त्यो गाडीतिर बस्छौँ है। साथीको गाडी चढिसकेको छौँ गाइस। हामी अहिले चाहिँ म त भिजालमै बस्नु पऱ्यो। त्यसको यो जाँदैछु त पोखरा भने कस्तो हतार। अब चाहिँ बिन्दास मजाले बसेर जानुपर्छ होइन। अब कम्तीमा पनि आधी घन्टा दिनको 45 मिनट लाग्छ होला। नलाग्दा पनि आधी घन्टा लाग्छ क्या चाबेलबाट चाहिँ साखु पुग्नको लागि। सो हामी चाहिँ अब सुत्ने है त। सबैजना सुत है। गुड नाइट। गुड नाइट। हामी चाहिँ साखुको बाटो हिँडिरहेको छौँ। एकदमै रमाइलो भइरहेको छ। जङ्गल हुन्छ नि सबै त्यो भिडभाडदेखिको हामी बाहिर निस्केर चाहिँ अब कन्ट्री साइड भन्नाले अलिकति हुन्छ नि भित्र छिरेर होला। एकदमै कस्तो फ्रेस एयर फ्लस होइन। यस्तो मेन बाटो देखिरहेको छ क्या। भनेपछि हामी मेन ठाउँमा हिँडेको ठाउँमा त झन् कस्तो दामी हुने रहेछ नि। साखुको बस स्ट्यान्डमा आएर झरिसकेको छौँ होइन। यहाँसम्म आउनको लागि चाहिँ अराउन्ड चाबेलबाट चाहिँ
30-45 मिनट लाग्यो होइन। अनि हामी चाहिँ आइसकेको छौँ। यो चाहिँ साँखुको बस पार्क। यो चाहिँ हाम्रो फेरि उतै जानु लागिसकेको छ रिटर्न। साली नदी आउनु हुनेहरूलाई त थाहा पनि होला होइन, यहाँ साँखुको इन्फर्मेसनहरू त रहेछ त है। आमा वार पारै छ त बसहरू त। गाइस हाम्रो हाइकिङ चाहिँ स्टार्ट भइसकेको छ होइन। त्यही हो, अब माथि पुगिसकेपछि बिचमा म बाटोहरू देखाउँदै जान्छ। आज कस्तो बोल्नै नआएको कस्तो भइरहेछ है। यहाँ मेरो यहाँ चाहिँ खाजा बोकेको छु कि मेरो पेटभन्दा त ठुलो त मेरो ब्यागै भइरहेछ अगाडि। यस्तो खै के हो बिहानको ब्रेकफास्ट चाहिँ हामी बाटोमै खाँदैछौँ गाइस। तातो डुनट होइन, साँखुको डुनट, त्यही पनि तातो छ। हामी दुईजना चाहिँ डुनट लपर पऱ्यौँ कि अन्त सरी यार, हिँड्दै टोपी खसेछ कि मेरो। सुन न के हो त नि, कस्तो छ भन्दा कस्तो छ सिर्जना खानेकुरा। तातो छ भने त त्यति धेरै ठिकै छ है, त्यतिको ठिकै छ। त्यो त फ्रेस पनि हो हजुर। एउटाकै 20 रुपियाँ हो नि त। अनि 20 रुपियाँ। अहिले चाहिँ यति धेरै गर्मी छ कि है। बिहानको 8 मात्र बजिरहेको छ कि हामी 8 बजे यहाँनिर हाइकिङ सुरु भएको है। आजको स्काई चाहिँ यति धेरै क्लिन छ, क्याट हेयर यस्तो धेरै क्लिन राम्रो छ। स्काई यति धेरै क्लियर भएर होला मेबी होइन। अनि कस्तो गर्मी भइरहेको छ कि हिँड्नको लागि। मैले चाहिँ क्याप लगाएर पनि यहाँनिर छाला मेरो आजको काली हुन्छु भनेर डेन्जर डर लागिसकेको छ कस्तो यार साथी। हामी चाहिँ बाटो भुलेर ठिकको बाटोसम्म गयौँ। हेरिसकेको हो तिमीहरू ल हाँस्ने है। अनि यो हामी यताबाट आउँछौँ मेन बस पार्कबाट। अनि यताबाट कि हामी चाहिँ भुलेर सुइस यताबाट हिँड्यौँ, तर एक्ज्याक्टली हामी हिँड्नुपर्ने चाहिँ यो ठाउँबाट रहेछ। यहाँ केही एउटा हुन्छ नि एरो दिएर दिएको भए पनि हुन्थ्यो, तर केही छैन। शीतल ठाउँहरू चाहिँ है। हामी चाहिँ अलिकति सर्टकट बाटो हिँड्ने भनेर होइन, एक त बाटो पनि हामी भुल्यौँ है। गाइड गर्ने चाहिँ मै थिएँ, त्यही पनि भुल्यो है बाटो चाहिँ। अनि यस्तो बाटोमा आइपुग्यौँ कि हामी त्यो खेत छ त्यस्तो होइन। अनि हामी चाहिँ यसरी हिँडिरहेको छौँ। अब जानुपर्ने चाहिँ कता, यता जानु कि यता जाने। हामी चाहिँ यो बाटो हुँदै रोड जानु खोजेको हो कि, तर बाटो नि डेन्जर रहेछ। ए त्यो हरियो काँक्रा कराक मकैबारी भन्ने सुनेछ गीत? मकै चोर्ने हो कि के हो त? दराम होइन त गीतहरू पनि है नेपालले यस्तो खतरा बन्छ कि होइन। अब के भन्ने, कम्पोजरहरू चाहिँ मलाई दामी लाग्छ है। ल ठिक छ नि होइन हाम्रो हाइकिङ। फाइनल्ली हामी अब चाहिँ रोडमा आइपुग्यौँ जस्तो लाग्यो होइन। रोडमा आइपुग्यौँ है। सर्टकट बाटोबाट रोडमा त आइपुग्यौँ। सेल्फी रोड रे हो। शान्त रहेछ हौ, गाडीहरू आएको छैन। वाट्सअप बाटो भुलेर थिएर हामी माथि पुगिसकेको थियौँ होला। ए मलाई त गरौँ भइरहन्छ हौ मेरो झोला। किप वाचिङ माई भिडियो। अब ठाउँमा चाहिँ म अन गरिरहेको हुन्छु, नत्र अदरवाइज म क्लोजै राख्छु फोन होइन। किनभने अननेसेसरी बनायो भने स्पेस पनि छैन। अनि त्यही दामी पहाड क्या यो। रमाइलो भइरहेछ, एकदम रमाइलो भइरहेछ। अलिक केही भन्दा यो अरू हाइक भन्नु चाहिँ यो चाहिँ अलिक डिफ्रेन्ट। कसरी डिफ्रेन्ट त्यो पनि भन्दैन। अरूबाट चाहिँ सुन्छ भ्यालीहरू देखिन्छ, यहाँदेखि चाहिँ गाउँ म्याप देख्नु सक्नुहुन्छ होइन। हामी चाहिँ यताबाट आयौँ अनि त्यसपछि हामी चाहिँ यो
यो बाटोबाट जान्छौँ भने यो गोरेटो बाटोबाट यो बाटो यो रोडी रोड पनि जान सकिन्छ तर यो रोडी रोड चाहिँ अलिकति लङ कट बाटो भएको कारणले चाहिँ हामी चाहिँ यो सर्टकट बाटो हिँडेको छौँ। कस्तो गर्मी भएको बाटोहरू पनि यस्तो छ है हिलो हिल्ली। हाम्रो भर्याङ चाहिँ सुरु भएको छ है। सायद हामीले देखेको भिडियोहरूमै भर्याङ हुनसक्छ होइन तर यो भर्याङ त यो त भर्खर सुरुवात होला। योभन्दा हेर्नुपर्ने धेरै भर्याङहरू चाहिँ मेबी हुनसक्छ है मासतिर तर म एकदमै धेरै कस्तो गले जस्तो भयो। जाऊ दुईवटा भ्लगरसँगै हिँड्नु हुँदैन कि जुत्छ क्यामेरा। ल जाम्मै अब चाहिँ उकालो सिर्जना तल आउँदैछ। भिडियोबाट सुरु गरिदिन्छु नि त नेचुरल वाटर। हजुर रहेछ गाइस हाम्रो हाइकिङ चाहिँ एकदमै रमाइलो हुन थाल्यो है। हामी मेन हुन्छ नि अखेर भएको ठाउँतिर चाहिँ आइसकेको छौँ अनि त्यो जङ्गलको बिचमा होइन अनि यो हाम्रो चाहिँ है यो हाइकिङको एकदमै उकालो रहेछ। सिडी तलदेखिको सिडी चढ्दै आएको अहिलेसम्म पनि हामी सिडी कम्प्लिट गर्न सकिरहेको छैन। कति बजेको हो 10 बज्न आँटिसक्यो के हो है। स्कुलहरू पनि आमामा मासतिर पनि पो रहेछ। जुनी चाहिँ पानी पिउन लागिरहेको छ है। लु मैले चाहिँ पानी नकिनेर ठिकै गरेछु है। ठाउँमा खानु पाइहाल्दो रहेछ यस्तो फ्रेस पानी। चामलिङ चाहिँ अगाडि गइसकेको मैले चामलिङको भ्लग गरिदिएको उसको लागि। लु त यो फुल चढाउने हो। जियो साथीले डरो कुरा माग्यो। हामी चाहिँ तलबाट हिँड्दा म त गलेर कि मर्न आँटिसक्यो होइन। अनि जुनी र अनि म छौँ है। हामी आउनु पनि यस्तो बाटाको हो कि। अब चाहिँ हाम्रो यो बाजुरा बराही मन्दिर भन्ने ठाउँमा आइसकेको छौँ है। बज्र बराही मन्दिर वाह यो ट्री त कस्तो दामी खालको। यहाँनिर चाहिँ हाम्रो साथीहरू पनि छन् है। हजुर मिना गाइस म पनि अब एकचोटि दर्शन चाहिँ गरेर आउनु पऱ्यो है। ल यो फोन उठ्यो त म गएर आउँछु भिडियोमा। हामी चाहिँ बज्र बराही मन्दिरबाट पनि अब उकालो निस्किरहेको छौँ है। आज मलाई कपिराइट आउँछ होला है। यस्तो हामीले गीत बजाउँदै हिँडेको छ त्यही पनि केही छैन नआउन सक्छ आए पनि केही भएन होइन। यो सल्लाह कस्तो राम्रो रहेछ। हामी यो तलबाट आएको है। अझ मासतिर पनि मन्दिरै सस्तो छ। एकदमै धेरै गाह्रो भयो। घामले त पोलेर भन्नुहुन्छ भने यति धेरै गर्मी भएको छैन। गाइस हामी चाहिँ
हिँड्दा हिँड्दा यति गाह्रो भइसक्यो होइन। यहीँबाट फर्किउँ जस्तो भइसक्यो, तर हामी गिभअप गरेको छैनौँ है। यो मनुचित आउनको लागि चाहिँ यस्तो प्रिपेयर भएर आउनुहोस् कि तपाईँहरू। यति गाह्रो छ, यति उकालो छ, ननस्टप उकालो, मर्नु मात्रै बाँकी छ यहाँनिर। यस्तो यो उकालो हिँडाइ छ। यो भ्यूहरू हेर्नु चाहिँ एकछिन एनर्जी आए जस्तो त हुन्छ, बट अब चाहिँ यति धेरै गाह्रो छैन हिँड्न। जङ्गल ओहो काठ खाइसक्यो है। एक त यहाँनिर हुन्छ नि खाजा कुराहरू बोक्यो कि, खानेकुरा खाजाहरू बोकेको छौँ। बोल केही म त बोल्नै सकिनँ यार। केही भन्नु चाहिँ एक शब्द। मिना एरे मिली कतिको गाह्रो भइरहेछ? धेरै अति गाह्रो हाइकिङ मलाई लाग्छ। यो हाइकिङ हामी यति धेरै ठाउँमा 4-5 हाइकिङ गइसक्यौँ, तर यस्तो ठाउँ चाहिँ थिएन क्या। यो चाहिँ उकालो न उकालो है। भ्लग पनि गर्नु सकिरहेको छैन अहिलेको लागि। यति नै ठाउँमा बाटोमा गाह्रो भएको बेलामा यसो मोबाइल खोलिरहेको छु। अनि प्लस मसँग स्पेस पनि छैन। सो गाइज किप वाचिङ माई भिडियो है त। यसरी हामीलाई ठाउँमा लोकेसन पनि दिएको छ है। यहाँनिर मनिचु जाने बाटो अनि साथीहरू अगाडि छ। गाइज हामी मनुचितको लागि चाहिँ टिकट काट्नु पर्ने रहेछ। हामीले चाहिँ त्यहाँनिर टिकट पनि काट्नु पर्दो रहेछ। अनि मैले त भिडियो पनि हेरेको थिएँ, लाइक टिकट काट्नु पर्दैन जस्तो लाग्यो क्या। अनि मैले चाहिँ बाइकको हेरेको थिएँ, मैले मेन गरी बाइकको हेरेको थिएँ होइन। अनि उनीहरूले चाहिँ 150 काटिरहेको थियो। अनि त्यसपछि हामीलाई चाहिँ पर्दैन रहेछ भन्ने कुरा बुझेँ मैले चाहिँ होइन। अनि सो मैले साथीहरूलाई चाहिँ पर्दैन टिकट भन्ने त्यही अनुसार हामी हिँडेको थियौँ। बट अनफर्चुनेटली हामीले यहाँ आइसकेपछि चाहिँ थाहा भयो कि टिकट काट्नु पर्दो रहेछ भनेर। अनि त्यसपछि चाहिँ टिकटले 100 रुपिस लिनुपर्ने रहेछ पर पर्सन। यहाँनिर मेरो नामबाट जयन्ती राई 100 रुपियाँ हो। हामी 5 जना छौँ। हामीले 500 चुना लागेर अनि त्यसपछि हामी यो नेसनल पार्कभित्र पसिसकेको छौँ मनिचुतको एरियामा होइन। अनि सो अब हामी चाहिँ धेरै टाइम पनि छैन, लाइक 1 किलोमिटर पनि छैन अब चाहिँ हामी मेन ठाउँमा पुग्नको लागि। अनि सबैजना हिँडिरहेको छन् मस्त। अब चाहिँ कस्तो रमाइलो आउने भइरहेको छ नि, शीतल रहेछ क्या अरूभन्दा पनि। यहाँनिर मेरो कस्तो सास बढे जस्तो भइरहेको छ क्या, एकदमै धेरै त्यो स्याहास्या के मासु। अनि यो मनिचुत पनि नेसनल पार्क हो, शिवपुरी नेसनल पार्क हुन्छ नि, राष्ट्रिय निकुञ्जभित्रै पर्छ। यो कुरा चाहिँ मलाई थाहा थियो। तर अनि एनिवेज हामीले जुनै पनि राष्ट्रिय निकुञ्ज जाँदाखेरि चाहिँ मासु लिन पाइँदैन। अनि स्पिकरहरू अनि चुरोट यस्तोहरू हुन्छ नि, जति पनि लागु पदार्थ कुराहरू छ स्मोक गर्नेदेखिको अल्कोहल कुराहरू चाहिँ हामीले बोक्नु हुँदैन। यसको लागि पनि मैले जानकारी भिडियो बनाएको छु। एन्ड एनदर कुरा भनेको चाहिँ पर पर्सन चाहिँ 100 रुपिस हो। अनि त्यसपछि बाइक स्कुटीहरूलाई 150। अनि त्यसपछि चाहिँ कारहरू ल्याउनुहुन्छ भनेर भित्र आउनुहुन्छ भने चाहिँ तपाईँले 350 लिनुपर्ने हुन्छ। एन्ड बसको लागि चाहिँ बस चाहिँ रिजर्भ गरेर आउनु भएको छ भने 500 हो रहेछ। यहाँको लागि चाहिँ हामी त्यो कताबाट जाने हो है र रोडे रोड पनि छ होला, उकालो जानु होला नि। गाइस हामी चाहिँ भर्खर अब मनिचुत जानको लागि चाहिँ अब 15-20 मिनट बाँकी छ होइन। अनि त्योभन्दा अगाडि चाहिँ अलिकति पनि हाम्रो सास आएको छ क्या। यहाँ मनिचुत टेम्पल, यता सुन्दरीचोल जाँदो रहेछ, यता झुर्ले रे अनि साँखु है मनिचुतको लागि। हजुर अनि हामी यो उकालो जाँदैछौँ है। आमामा यस्तो गाह्रो भइसकेको छ कि। साथीहरू अगाडि छन् है, म चाहिँ यहाँ पछाडि छु। गर्मी पनि डेन्जर छ। हिँड म आउँदैछु। अनि ओहो कति राम्रो ठाउँ। अब चाहिँ अलिकति भयो नि सास आउँदैछ। त्यत्रो मेहनत गरेर तलबाट हामी त नि 2 घन्टा 3 घन्टा भइसक्यो यहाँ हिँडेको। यो हो नि तरिका। वाउ अब चाहिँ दामी बाटो है। हामी फाइनली चाहिँ मनिचुत डाँडामा आइसकेको छौँ है। अब म तपाईँलाई मनिचुत डाँडाको मेन देखाउँदैछु है। कता छ यस्तो छ है। यहाँनिर हाम्रो चाहिँ बिगिनिङ यहाँदेखिको भएको छ है। यहाँनिर हाम्रो यो के अरे यो लुङ्गाहरू चाहिँ यहाँनिर सुरु भइसकेको रहेछ। लिएको छु। आज पानी पर्ला जस्तो भएर होइन यस्तो भएको छ। त्यही पनि ठिक छ। अनि खोइ त पोखरी थियो होइन र
अझ मास्तिर होला है मेबी पोखरी चाहिँ। तर हामी चाहिँ मनिजुतको डाँडामा आइसकेको छौँ। त्यहाँदेखि पनि अझ मास्तिर जाँदैछु। म त्यो तपाईँलाई त्यहाँको त्यो लेक छ नि त्यो लेक पनि देखाउँछु मनिजुत दह चाहिँ। अनि यसो कस्तो रमाइलो भइरहेछ यसरी कतिको फिल कस्तो भइरहेछ फिल भन्न ल ल ओए तिमीहरूलाई कस्तो फिल भइरहेको छ भन त एक एक शब्दमा। हामी त्यत्रो झन्डै 2 घन्टा 3 घन्टा नि 5 घन्टा हिँडेको छौँ र 1 बज्न आँट्यो है। भनेपछि मलाई चाहिँ लाग्छ 2-3 घन्टा चाहिँ हामी नन स्टप तल साखुको बस पार्कबाट यहाँसम्म हिँडेको होइन। ए गाह्रो भएर मर्ने बेला। अनि सृजना त्यहाँनिर भक्कै ढलिसकेको छ होइन। अब फेरि माथि दहमा जानुपर्छ हिँड ल गाइस हामी चाहिँ अब फाइनल्ली मनिजुतको पोखरी आइसकेको छौँ है। अनि म चाहिँ एकदमै एक्साइटेड छु कि अहिलेदेखिको आउने भनेर सोचेको थिइनँ होइन। अनि हाम्रो मनिजुतको पोखरी पोखरी भन्नाले पनि मनिजुत दह भन्दो रहेछ होइन। यो चाहिँ यो दह चाहिँ यस्तो छ। मनिजुतको डाँडा है मनिजुतको दह चाहिँ यस्तो छ है। हामी मेन मनिजुतको यहाँको विशेषता हामी मेन डेस्टिनेसन भनेको यहाँनिर हो। अनि सो हामी चाहिँ फाइनली यहाँ आइपुगेको छौँ। अब यहाँ दहमा चाहिँ यस्तो छ। अङ्कल यो त यहीँनिर पानी जमेको हो? ए हजुर यहाँ माछाहरू पनि छ कि के हो? छैन है। यहाँ कोही पुजारीहरू चाहिँ बस्नुहुन्न हो? मन्दिर हो यो चाहिँ? हजुर मन्दिर बुद्धको मूर्ति। ए हजुर यो मन्दिर यो घुम्न पाउँदैन हो? ए हजुर त्यही पनि एकछिनतिर घुमौँला होइन। यहाँ चाहिँ यस्तो राम्रो छ। त्यही हो हामी आइपुग्यौँ होइन। अहिले हामी त बिहान हिँडेको है। अनि उकालो बाटो होइन। अनि एनिवेज हामी फाइनली आइपुगेको छौँ। आइएम सो ह्याप्पी एन्ड एक्साइटेड त एकदमै छँदैछु नि होइन। अहिले चाहिँ हामी खाजा खान लागेको छौँ। अनि हाम्रो खाजा चाहिँ रेडी भइसकेको छ है। अनि यो चाहिँ हाम्रो खाजा आजको लागि मासु पनि छ। मासु चाहिँ लिन पाउँदैन त्यो यस्तो नेसनल पार्कतिर। तर हामी चाहिँ जसरी पनि छिराएर हाइकिङ आएपछि अलिअलि मासुहरू ल्याउनु पऱ्यो गयो होइन। त्यसपछि पो एनर्जी आउँछ त। टेस्ट मिठो छ नि। सृजनाले पकाएको है मासु आज चाहिँ उसको स्पोन्सरमा हामी कस्तो छ मैले टेस्ट गरेको छ है। मिठो हुनुपर्छ। म पनि टेस्ट गरिहाल्छु। सुरुमा मासु पनि टेस्ट गरेर देखाउँछ है त। सानो पिस त छैन कि क्या हो? मिठो छ। ओह्रालो हो नि त नि अनि छिटो हुन्छ। हामी अहिले चाहिँ खाजा खान्छौँ। यो चाहिँ हाम्रो चटपटे बनिरहेको छ है। यो पालिको चटपटे चाहिँ हामीले भुजा भन्दा चाहिँ धेरै अरू खानेकुरा गरेर हामीले यो एकदम मिठो चटपटे बनाउने उसले बनाइरहेको छ है। यसले चाहिँ अहिलेसम्म खाइसक्नै सकेको छैन। एउटा मासु पनि राखिरहेको छ। अनि मेरो त यहाँ बाँकी नै छ खानु। हामी यहाँनिर मस्त है। यहाँ डाँडा छ यहाँनिर। अनि त्यसपछि हामी पिस पाराले खाइरहेको छौँ। यहाँनिर यसरी खानको लागि छुट्टै रमाइलो छ क्या। यो चाहिँ ढुङ्ग्री भन्छ यसलाई है। गाउँमा खाइन्थ्यो क्या यो। यसलाई चाहिँ कुरकुरे भनिन्छ। अर्काको किन चोरेको? यहाँदेखिको लगेर उता लगिहाल्यो त। हजुर तेल म यहाँनिर यो बट्टै फालेर जाने कि मलाई बोक्नु अल्छिरहेको छ। हाम्रो चटपटे पनि रेडी भइसकेको छ। अनि खान्छौँ एकछिन रमाइलो गर्छौँ भने आराम गरेर त्यसपछि हामी चाहिँ तलतिर जाने है। गीत आउँदा चाहिँ गाइज हाम्रो चटपटे रेडी भयो है। टेस्ट गरौँ त कस्तो छ। लेट मी ट्राई। नुन नभएछ त के छ हो? कुरकुरेहरू छ टोक्नु पर्ने हो नि त। तँ चाहिँ यो तेरो अघि दिएको कोही खाइसकेको छैन। त्यो पनि हाल्यो त्यो नगर है। म छुट्टै खाने हो।
यो मेरो पनि देखिसक्दैन त मैले रोल राखेकै हो यो कसैले केही भन्नु छ एकदमै मिठो छ पानी पर्नु लागेको छ हामी छिटो छिटो खाएर नि हिँडिहाल्छौँ मैले गाइस अब चाहिँ मैले भिडियो इन गर्न लागेको अनि हामीले खाजा पनि यहाँनिर मनिसितको डाँडामा यस्तो राम्रो डाँडामा चाहिँ हामीले ऊ पर चाहिँ खाजा खायौँ अनि त्यसपछि यहाँ एकछिन फोटोहरू खिच्दैछौँ है टिकटकहरू पनि बनाउँदैछौँ सो अब हामी जाने भनेको त सिधै तलतिर हो साखुको बस पार्कमा झर्छौँ त्यसपछि हामी गाडी चढेर डाइरेक्ट घर जान्छौँ अनि त्योभन्दा अगाडिको भिडियोहरू त अब आउँछ मेरो बिस्तारै है अनि सो अहिलेसम्मको भिडियो हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू सो मच ए बाई भनिदेऊ त बाई बाई ओके ल माई भिडियो म हाइकिङ गएको हालिरहेको हुन्छु सो बाई बाई